ओ के हो यार नपाएर तँ म्याच गर्दै नमस्ते गाइज वेलकम टु माई न्यू ब्लग सो यहाँलाई मेरो नयाँ भिडियोमा स्वागत छ आशा छ यार सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु सो आज चाहिँ हामी चाहिँ मुभी हेरिदिन गइदिउँ कि भनेर नयाँ वर्षको अवसरमा है के गर्नु गर्लफ्रेन्ड छैन गर्लफ्रेन्डसँग जाऊँ भने ए पकाला लिएर जानु पऱ्यो मलाई साइडमा उयो होइन मुभी हेरेर जाँदैछौँ गाइज अहिले हामी बाटोमा छौँ तर राम्री राम्री केटीहरू देखिरहेछ तर आफ्नो छैन साइडमा केटीहरूको फेरि के देख्छ पापी आहा म त सक्दिनँ हेरेर हो सो गाइस अब हामी जाँदैछौँ चट्ट मुभी हेरिदिउँ होइन कस्तो लाग्छ होइन चट्ट यसो हेरिदिउँ रेकर्ड त गर्न पाउँदैन अस्ति नै त लोड एउटा फुल मुभी रेकर्ड गरेर ल्याइदियो हेर्नु कतिको एक्साइटेड छ गाइस हामीलाई पनि यार फिल्म नराम्रो भयो नराम्रो बनाउनु राम्रो बनाउनु चट्ट हेरेर चाहिँ हाम्रो त लुगा लगाएर हिँड्छ ओ के हो यार रोडै आफ्नो जस्तो गरी हिँड्छ त साथीहरू त यार हाम्रो रोड है साथीहरू त्यसरी नहिँड्नु है है फेरि हामी चाहिँ यहाँ पुरै बागमती विष्णुपतिको तिरै एकदम बसाइरहेको छ पर्फ्युम नै हालिकन आएको अहिले काम गरिरहेको छ है अवश्य गर्छ यसले हामी बाई बाई है त अब यहाँबाट सर अर्को लिएर आउनुहोस् न चट्ट भेटेर ल गयो के हो आज भिडभाड छ त यार के भिड के हो ल मैले अझ नै यस्तो मान्छे नि हाल्छु फाइनली वी आर इन हल अष्टनारायण हल है अझै छिर्दिउँ हो चलिदिउँ रहेछ साथीहरू आइसकेछ तिमीहरू हौ केटा के छ ठिक छ लिन गयो हामी चाहिँ आइसक्यौँ अब हलभित्र छिर्नुपर्छ गाई टिकट गयो टिकट ल्याइदिउँ टिकट स्पोन्सर बाई रामोजी नमस्ते गर्न लानु पऱ्यो नि त होइन सक्नुहुन्छ भिडभाड कता हो S2 कि कुन हो H1 कता हो साथीहरू कता सिट नपाएर तँ म्याच गर्दछ सिट छैन के हो यस्तो नि टिकट नभएको मान्छे 4 जना भुइँमा बसेर हेर्छु भनेर आएर होइन तिनीहरू गएर बस्ने छ क्या टिकट भित्र गरेर जानु हुन्छ पैसा दिन्छ नि होइन दिन्छ टिकट कता हो जाने अब जाने कहाँ टिकट गरेर फिर्ता दिएन भने अब त्यहाँ नभए म के छु तपाईँहरूलाई टुर राखेर हेराउँछु नहुने त्यहाँ कहिले चेक गर्छु यस्तो मेच राखेर चाहिँ क्या म स्टेटको भयो पैसा दिँदैन फेरि त्यही पनि बिसी हो त्यहाँ फिल्म जस्तो चलिरहेको छ गाडीहरू सोच फिल्मको टिकट काट्यो तर सिट पाएन होइन हाम्रो पीडा छुट्टेछ अब बाहिर रोडमा हिँड्दैछौँ को भान्जाएर बिना पैसामा जे भने 5 मिनट त फिल्म हेऱ्यो नि हेरेर हो भान्जा होइन पैसा धरडी राखेर हेरे भन्दै हेर्नु म चाहिँ उडाउँछु गाडीको त भाइ कस्टमर हल जाऊँ अब छैन
के कता हो यसरी हाम्रो हेर्नु कता हो सिधै हो हामी चाहिँ केटा हो लस्सी मलाई केटाहरू चाहिँ उता छ दौडे भाइ दौडे यहीँ बसिदिनु हुन्छ होला उतारिको भन्छु उतापट्टि हाम्रो गाडी छिर्दिनु त छैन हौ थर्डमा हाम्रो अगाडि हो क्या हाम्रो यति पर हो कि उतापट्टि हो अब यहीँ बस्दिनु हुन्छ विन्डो कति हाम्रो 5, 6, 7 भने होइन उतापट्टि हो कि जाम हिँड्नु 5, 6, 7 टोकन चीज किन भयो स्मल मिडियम बकेट पनि साइज स्मलमा एउटा पानी हुने अरु के टोकन लार्ज बकेटमा दिने हो 250 हो मेरो हजुर नर्मल टोकन बकेटमा भन्नु भयो एउटा पानी भन्नु भयो हैन कति भयो 250 पानी एकै छ कोक बिना त्यो पपर एउटा बकेट हजुरले के हुन्छ यही हो पानी एउटा मेटालिस हो 150 पानी कति यति सानो आउने हो यार पानी यहीँ खाएर सकिन्छ होला त्यो 250 के यति हो यार के हो त के भयो यार घरमा लानुपर्छ भनेपछि बरु म मकै भुटेर ल्याएर म्याग हेर्नुहोस् आउनु पर्ने रहेछ गाएज आज पैसा सक्यो पैसा बाबा गएछ हालिदिउँ त पिताम्बर सक्यो गाएज मुभी कस्तो लाग्यो मामाजी राम्रो लाग्यो भन्दा मुभी चाहिँ अब ठिकै मात्रै लाग्यो खासै त्यस्तो दामी त होइन है 12 गाउँ जस्तो त होइन है के भयो पैसा ल्याए नि क्राउड हेर्न सक्नुहुन्छ यत्रो धेरै छ क्राउडमा यहाँ यसो हेरिदिउँ न त भ्यू काम गरे 2 महिना जस्तो काम गरे ओए ह्यान्डसम बाय कस्तो लाग्यो फिल्म कस्तो एकदम दामी लाग्यो फिल्म सेकेन्ड पार्ट टस जस्तो लाग्यो सबजना आएर हेर्नु बसन्त हेरेर जानुपर्छ एकदम चट्ट
बस्नु त कहिले जाने भोलि भोलि आउनु त डर लाग्यो मलाई डर लाग्दो चढ्दैन म लड्यो भने समात्नु होला कृपया त्यसलाई रातो बटन हुन्छ त्यहाँ क्लिक्क पार्नु होला मुभी रातो बटनमा स्टप गरिदिनु कालु यही हो लिफ्ट भन्यो भने के मामा अब फेरि उता झर्ने हो कालु त लड्ने हो यार सो गाइस भिडियो पनि सक्यो हामी बाहिर पनि निस्किसक्यो अब हामी चाहिँ जानुपर्ने हुन्छ हाम्रो गन्तव्यतिर सो अहिलेलाई बाई बाई गाइस थ्याङ्क यू फर वाचिङ माई भिडियो डोन्ट फर्गेट टु सब्सक्राइब